गुड इभिनिङ सबैजना। आज हामी सिए फाउन्डेसनको ल एन्ड ट्याक्सेसनको है च्याप्टर 7 को क्वेसन एन्ड एन्सर गर्दैछौँ है। च्याप्टर 7 हाम्रो सोर्सेस अफ ट्याक्स ल एन्ड इट्स टाइप्स। ठिक छ। यसको हामीले के भन्छ फुल लेक्चर पनि गऱ्यौँ, रिभिजन लेक्चर पनि गऱ्यौँ है। अब पालो चाहिँ क्वेसन एन्ड ब्याङ्कको र यो क्वेसन एन्सर हामी गर्दैछौँ। यो क्वेसन एन्सर के छ हाम्रो टेक्स्ट बुकको है, सेल्फ टेस्ट क्वेसन र प्र्याक्टिकल क्वेसन है। अनि प्र्याक्टिकल प्र्याक्टिस क्वेसन है, सेल्फ टेस्ट क्वेसन र प्र्याक्टिस क्वेसन एज वेल एज हाम्रो क्वेसन ब्याङ्कको होइन एमसिक्युज, मल्टिपल चोइस क्वेसन र केस लज है, केस स्टडिजहरू। ओके, चारवटा छ। प्र्याक्टिस क्वेसन टेक्स्ट बुकको, सेल्फ टेस्ट क्वेसन यो पनि टेक्स्ट बुकको, त्यसपछि मल्टिपल चोइस क्वेसन्स तपाईँहरूले थाहा नै होला, तर पनि मैले रिपिट गर्दै एकचोटि फेरि नयाँ साथीहरूको लागि। क्वेसन ब्याङ्क, त्यही मल्टिपल चोइस क्वेसन र क्वेसन ब्याङ्कको केस स्टडी क्वेसन। ल सुरु गरौँ है। ठिक छ, अडियो भिडियो क्लियर छ, सबै कुरा ठिक छ। क्वेसन 1 हेरौँ। क्वेसन 1 मा के सोधेको छ, वाट आर द की फिचर्स अफ डाइरेक्ट ट्याक्स एन्ड इनडाइरेक्ट ट्याक्स इन द टर्म्स अफ नेपाल ट्याक्स सिस्टम विथ एक्जाम्पल। फिचर सोध्दैछ डाइरेक्ट ट्याक्सको र इनडाइरेक्ट ट्याक्सको है, इन द टर्म्स अफ नेपाल ट्याक्स सिस्टम्स विथ एक्जाम्पल। थाहा छ एन्सर तपाईँहरूले? ठिक छ। अर्को कुरा भन्न मिल्छ, हाम्रो डाइरेक्ट ट्याक्स जहिले नि होइन इन मोस्ट अफ द केसेस के हुन्छ, प्रोग्रेसिभ नै हुन्छ है। डाइरेक्ट ट्याक्समा होइन पे गर्ने व्यक्तिले के गर्छ, आफ्नो सेल्फ एसेसमेन्ट गरेर ट्याक्स पे गर्छ है, र जसको लाइबिलिटी हुन्छ होइन त्यसैले डाइरेक्ट ट्याक्स पे गर्छ है, बर्न बाई द सेम पर्सन हु पेज देम। ठिक छ, यति लेखिदिँदा हुन्छ है। र नेपालमा एउटा स्पेसल है, तपाईँहरूले जब गर्नुहुन्छ भने थाहा नै होला, सोसल सेक्युरिटी कन्ट्रिब्युसनको कुरा छ होइन। नेपाल हेज इन्ट्रोड्युस सोसल सेक्युरिटी फन्ड, a form of direct taxation on employees and employers to provide various social security benefit। ठिक छ। ल अर्को, यो अलिकता पढेको भन्दा अलिकता हल्का फरक छ, तर अलरेडी हामीले जुन पढेको छौँ त्यहाँ पनि हामीले 4-5वटा फिचर पढेको छौँ है। इन्डाइरेक्ट ट्याक्समा लेख्न सक्नुहुन्छ होइन, के भन्छ यसमा इन्डाइरेक्ट ट्याक्समा के हुन्छ, क्रेडिट दिने होइन, क्रेडिट दिन्छ नर्मली इन्डाइरेक्ट ट्याक्समा। तपाईँले जुन पर्चेज गर्नुभएको छ होइन र पछि सेल गर्नुहुन्छ भने पर्चेजमा जुन के भन्छ भ्याट पे गर्नुभएको छ होइन, त्यसलाई के गर्न मिल्छ, सेल्सको भ्याटबाट डिडक्ट गरेर नेट एमाउन्ट जति हुन्छ त्यो मात्र पे गर्न मिल्छ। ठिक छ, त्यसलाई हामी भन्छौँ कास्केडिङ इफेक्ट है। कास्केडिङ इफेक्टलाई मिटिगेट गर्छ है। यसको अलिकता के भन्छ ब्रोड बेस हुन्छ होइन, टेरिटोरियल बेस हुन्छ। ठिक छ, हरेक सेक्टरको डिफ्रेन्ट रेट हुनसक्छ। भ्याट मात्र 13% छ, बाँकी अरू ट्याक्स इन्डाइरेक्ट ट्याक्स हेर्नुहुन्छ भने त्यसको भेरियस रेट छ, जस्तै कस्टम है अथवा एक्साइज, यिनीहरूको भेरियस रेट छ। ठिक छ, त्यही कुराहरू छ। हेरौँ एकचोटि एन्सरमा के छ, डाइरेक्ट ट्याक्सको प्रोग्रेसिभ नेचरको हुन्छ है, इन्डाइरेक्ट ट्याक्स के हुन्छ, रिग्रेसिभ नेचरको हुन्छ है। प्रोग्रेसिभ नेचर भनेको डाइरेक्ट ट्याक्सेस इन नेपाल होइन के हुन्छ, आर प्रोग्रेसिभ, हायर इन्कम अर्नर्स पे अ हायर पर्सेन्टेज अफ देयर इन्कम इन ट्याक्सेस कम्पेयर टु द लोवर इन्कम अर्नर्स। अर्को छ सेल्फ असेसमेन्ट सिस्टम। डाइरेक्ट ट्याक्समा के छ, तपाईँले आफैले होइन तपाईँको इन्कम कति छ होइन त्यो क्यालकुलेट गर्नुपर्छ, त्यसमा ट्याक्स कति हुन्छ एज पर प्रिस्क्राइब रेट त्यो क्यालकुलेट गरेर हामीले गभर्मेन्टलाई पे गर्नुपर्छ। त्यसैलाई हामी भन्छौँ सेल्फ असेसमेन्ट सिस्टम है। नेपाल फलोज ए सेल्फ असेसमेन्ट सिस्टम। Taxpayers calculate their own tax liability and file returns subject to verification by the tax authority। भेरिफिकेसन गर्न सक्छ ट्याक्स अथोरिटीले, त्यो त पावर हुनै पर्यो होइन। तर नर्मली के हुन्छ, डाइरेक्ट ट्याक्सको केसमा सेल्फ एसेस गरेर आफ्नो ट्याक्स है के भन्छ ट्याक्स पेयरले पे गर्छ इन द केस अफ डाइरेक्ट ट्याक्स। अर्को छ एडभान्स पेमेन्टको पनि फेसिलिटी हुन्छ। यो डाइरेक्ट के भन्छ डाइरेक्ट ट्याक्समा मात्र हुन्छ, इन्डाइरेक्ट ट्याक्समा हुँदैन। सरी, इन्डाइरेक्ट ट्याक्समा पनि हुनसक्छ, तर बढी जसो के भन्छ डाइरेक्ट ट्याक्समै छ। एडभान्स पेमेन्ट, मेनी डाइरेक्ट ट्याक्सेस रिक्वायर्ड एडभान्स ट्याक्स पेमेन्ट थ्रु द इयर टिपिकली इन इन्स्टलमेन्ट है।
यो कुरा सायद मैले हिजो अस्तिको क्लासमा तपाईँले रिभिजन गराउने बेलामा भनेको थिएँ। एडभान्स ट्याक्स हामीले जुन ट्याक्सको डेफिनेसन पढेको थियौँ त्यहाँ मैले के भनेको थिएँ तपाईँले इन्स्टलमेन्टमा ट्याक्स पे गर्नुपर्छ। तिनवटा इन्स्टलमेन्ट हुन्छ, एउटा पुस है, एउटा पौष, चैत्र र असाढ एस्टिमेट गरेर होइन ट्याक्स पे गर्नुपर्छ तिनवटा किस्तामा। अर्को छ ट्रान्सप्यारेन्सी। डाइरेक्ट ट्याक्स नर्मली ट्रान्सप्यारेन्ट हुन्छ होइन। इन्डाइरेक्ट ट्याक्सको केसमा प्रब्लम हुनसक्छ। त्यहाँ के हुनसक्छ, कन्ज्युमरलाई होइन गुड सेल गरे नि एउटा बिजनेसम्यानले के गर्न सक्छ, बिल काट्दैन र अर्को बिजनेसम्यानलाई के गरिदिन सक्छ त, त्यो सेल ट्रान्सफर गरिदिन सक्छ। अब मानव अर्को बिजनेसम्यानलाई त्यो सेल ट्रान्सफर गर्यो भने के हुन्छ, अर्को बिजनेसम्यान जसलाई सेल गर्दैछ उसले के गर्न मिल्छ त, त्यो जुन पर्चेस गर्छ त्यसको क्रेडिट क्लेम गर्न मिल्छ। त्यसैले गभर्मेन्टले तपाईँले सुन्नु नै भएको होला लटरीको सिस्टम लिएर आएको छ है। लटरीको सिस्टम लिएर आएको छ। किन लिएर आएको छ, सो द्याट जति पनि कन्ज्युमर छन् तिनीहरूले भ्याट लियोस् है। लटरीको सिस्टममा के छ थाहा छ तपाईँले, एक सय रुपियाँभन्दा बढीको तपाईँको जुन ट्याक्स इन्भोइस हुन्छ नि, बिल हुन्छ नि होइन, त्यो एउटा लटरी जस्तै हुन्छ। डेली डेली पनि छ 1,33,000 यस्तै समथिङ छ र 15 दिनमा हरेक 15 दिनमा 10-10 लाख रुपियाँ एकजनाले पाउँछ है। गभर्मेन्टले किन यस्तो गर्दैछ, यो इन्डाइरेक्ट ट्याक्समा के हुन्थ्यो त, ट्रान्सप्यारेन्ट थिएन इन्डाइरेक्ट ट्याक्स है। सुन्नुभएको छ लटरीको बारेमा? यो सब्जेक्टमा म भिडियो बनाउँछु, मैले टाइम भ्याएन है, भोलि बनाउँछु होला है। सुन्नुभएको छ तपाईँहरूले? त्यसैले अब यो फरेनको सिस्टम छ है, ठिक छ। फरेन कन्ट्रीमा यस्तो सिङ्गापुरमा सेम सिस्टम छ कि, अरू पनि धेरै कन्ट्रिजमा छ, नेपालले पनि त्यही गर्यो। अब के हुन्छ मानौ न कसैको छरछिमेकी अथवा साथीभाइ अथवा फ्यामिली मेम्बरले के भयो त, त्यो लटरी होइन तपाईँले टिकट के भन्छ बिल लिनुभयो होइन। अब बिल लिए बापत कसैले पैसा पाउन थाल्यो भने अलिकता जनचेतना होइन जाग्छ अनि मान्छेहरू के लिन थाल्छन्, बिल लिन थाल्छन्। बिल लिन थाल्यो भने के भयो त, अब एकचोटि कन्ज्युमरले कुनै कन्ज्युमरले फाइनल कन्जम्सनको लागि होइन कुनै सामान किनेको छ भने त्यो के भन्छ इन्डाइरेक्ट ट्याक्स त्यो फाइनल भइहाल्छ। तर यहाँ के हुन्थ्यो, कसैले बिलै माग्थेन नेपालमा होइन, जुन कुराको वारेन्टी चाहिन्छ त्यसको लागि मात्र बिल लिन्थ्यो, अरू कुराहरूको बिलै लिन्थेन। ठिक छ ल। अब इन टपिकभन्दा अलिकता बाहिरको कुरा भयो, तर करेन्ट अहिले सिचुएसन यस्तै छ होइन है एउटा, त्यसैले मैले डिस्कस गरेँ ल। अब इन्डाइरेक्ट ट्याक्सेस गयौँ। भ्याट एज प्राइमरली इन्डाइरेक्ट ट्याक्स, भ्याट इज द मेन इन्डाइरेक्ट ट्याक्स इन नेपाल, अप्लाइड एट स्ट्यान्डर्ड रेट अफ भ्याटको रेट 13% छ अन मोस्ट अफ द गुड्स एन्ड सर्भिसेस। अब एउटा नयाँ रेट पनि आइसकेको छ, इलेक्ट्रिसिटीमा 5% छ है। पोइन्ट्स लेखेर एक लाइन एक सेन्टेन्स लेखिदिनुपर्छ है एटलिस्ट। त्यसपछि कास्केडिङ इफेक्ट मैले भनि नै सकेँ। कास्केडिङ इफेक्टको मिटिगेसन हुन्छ मिन्स पर्चेजमा तपाईँले जति भ्याट पे गर्नुभएको छ सेल्स गर्दा, सेल्स एमाउन्टमा तपाईँको जति भ्याट आउँछ त्यहाँबाट लेस गरेर जुन नेट एमाउन्ट हुन्छ त्यो पे गर्नुपर्छ। पोइन्ट अफ कलेक्सन, इन्डाइरेक्ट ट्याक्सेस आर कलेक्टेड एट द पोइन्ट अफ सेल अर सर्भिस प्रोभिजन, दिस इन्क्लुड्स भ्याट, एक्साइज एन्ड कस्टम ड्युटी है। सेल गर्ने बेलामा के गरिन्छ त, पोइन्ट अफ सेल गर्ने कलेक्सन कति बेला हुन्छ, नर्मली सेल्स गर्ने बेलामा है, एट द पोइन्ट अफ सेल्स अर प्रोभाइडिङ सर्भिस। ब्रोड बेस, इन्डाइरेक्ट ट्याक्स have a broader base levied on consumption rather than income है, potentially capturing a large portion of economy। त्यसपछि छ sector specific rates, Nepal applies different rates for different sectors, for example luxury goods may be higher customs, luxury goods may have higher customs or excise duty while essential goods might have lower rates or exemptions। ठिक छ ल, अलिकता एक्सप्लेन गर्नुपर्छ है एक सेन्टेन्स एटलिस्ट। What are difference between de jure taxpayer and de facto taxpayer? के छ डिफरेन्स, के छ थाहा छ तपाईँहरूले? de jure र de facto taxpayer को के डिफरेन्स छ? पहिले त डेफिनेसन नै है, de jure को के हुन्छ डेफिनेसन, de jure को डेफिनेसन के हुन्छ, पर्सन एन्ड एन्टिटी लिगली अब्लाइज टु पे ट्याक्स अन्डर द ल है। de facto मा के हुन्छ, de facto मा हुन्छ पर्सन हु बियर्स द इकोनोमिक बर्डन अफ द ट्याक्स
है रिगार्डलेस अफ लिगल अब्लिगेसन है। जसले इकोनोमिक होइन बर्डन पे गर्छ त्यसलाई हामी डिफ्याक्टो भन्छौँ। लिगल रिस्पोन्सिबिलिटी कसको हुन्छ ट्याक्स पे गर्ने डिज्युरोको केसमा डाइरेक्टली रिस्पोन्सिबल होइन डिज्युरो डाइरेक्टली रिस्पोन्सिबल हुन्छ होइन टु पे ट्याक्स तर डिफ्याक्टोमा के हुन्छ त है मे नट बी लिगली अब्लिगेटेड बट अल्टिमेटली पे द ट्याक्स ड्यु टु द इकोनोमिक इन्सिडेन्स होइन हु आर दे होइन द पर्सन इन्टिटी द ल सेज मस्ट पे अर्को डिफ्याक्टोको केसमा हुन्छ द पर्सन हु एक्चुअली सफर्स द फाइनेन्सियल इम्प्याक्ट इक्जाम्पल के छ इन्कम ट्याक्सको केसमा इन्कम ट्याक्स यस्तै इक्जाम्पल दिनु होला है इन्कम ट्याक्सको केसमा होइन डिज्युरे र डिफ्याक्टो के हुन्छ सेमै पर्सन हुन्छ कम्पनी है तर इक्जाम्पल यदि भ्याट लिनुहुन्छ है भ्याटको केस लिनुहुन्छ भने डिज्युरे को हुन्छ डिज्युरे हुन्छ बिजनेसम्यान कलेक्टिङ द भ्याट है अनि डिफ्याक्टो को हुन्छ कन्ज्युमर अथवा जसले पर्चेस गर्दैछ ठिक छ त्यही कुरा छ है अलिकता डिटेलमा छ यहाँ होइन तपाईँले चारवटा पोइन्ट लेखिदिँदा हुन्छ चारवटा म्याक्सिमम् पाँचवटा है यहाँ मैले कस्टम ड्युटी है फेरि लास्टमा इन्डाइरेक्ट ट्याक्स होइन एज एन होल डाइरेक्ट ट्याक्स एज एन होलमा के हुन्छ त्यो कुरा पनि मेन्सन गरिदिएको छु ठिक छ है डाइरेक्ट ट्याक्समा के हुन्छ डिज्युरे र डिफ्याक्टो सेम पर्सन हुन्छ इन्डाइरेक्ट ट्याक्समा डिफ्रेन्ट पर्सन हुन्छ है बिजनेसम्यान हुन्छ त्यो हुन्छ के भन्छ डिज्युरे होइन र कन्ज्युमर हुन्छ डिफ्याक्टो ल क्लियर छ यसमा त केही डाउट छैन होला ल अर्को क्वेसन विच अफ द फलोइङ आर क्यारेक्टरिस्टिक्स अफ गुड ट्याक्सेसन लज है सेलेक्ट अल द्याट अप्लाई होइन ठिक छ गुड क्यारेक्टरिस्टिक्स सोध्दैछ होइन कुन छ ए a good tax law ensures fairness by taxing people in similar situation equally and those with higher incomes more ठिक छ क्यारेक्टरिस्टिक्स सोध्दैछ बी छ अ गुड ट्याक्स ए छ कि छैन क्यारेक्टरिस्टिक्स ए छ कि छैन अथवा तपाईँहरूले यसरी एन्सर दिनु होला है थ्री होइन कुन कुन छ क्यारेक्टरिस्टिक्स एबिसिडिई है म पढिदिन्छु बी हेरौँ A good tax system allows tax officer to apply tax rule differently based on personal judgment. C. A sound tax law provides clarity to tax so taxpayers know what to pay, when and how it is calculated. A good taxation system should benefit those with political connections more than others. An effective tax law is easy to understand and follow, reducing confusion and mistakes. के छ आन्सर पाउँ है तपाईँहरूको वेट गर्दैछु म आयो सबैजनाको एन्सर एकैछिन है पहिला क्यारेक्टरिस्टिक्स याद छ तपाईँहरूले
याद छ सबै क्यारेक्टरिस्टिक्स होइन? त्यो मैले निमोनिक पनि बनाएको थिएँ, याद छ तपाईँहरूलाई सबैजनालाई? के थियो? निमोनिक के थियो? प्रोडक्टिभ इकोनोमी निड्स सर्टेन कन्भिनियन्स फर इक्विटी बट न्युट्रलिटी रिक्वायर्स फ्लेक्सिबिलिटी एन्ड सिम्प्लिसिटी। ठिक छ? इट मिन्स सबै छ, एउटा कुन छैन? बी। सबैजनाको एन्सर त्यही थियो? सबैजनाको एन्सर त्यही थियो? बी छैन है, बाँकी सबै छ। ल ल हेर्नुहोस् है, एन्सर ए, सी र ई। डी के छ? डी मैले हेरेँ। ए गुड ट्याक्सेसन सिस्टम सुड बेनिफिट दोज विथ पोलिटिकल। यो पनि छैन है, र यो पनि छैन। ठिक छ? डी 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 पनि छैन है। बी र डी। ओके, बी र डी गुड क्यारेक्टरिस्टिक्स छैन, बाँकी सबै छ। ओके, याद छ निमोनी? प्रोडक्टिभ इकोनोमी निड्स सर्टेन कन्भिनियन्स फर इक्विटी बट न्युट्रलिटी रिक्वायर्स फ्लेक्सिबिलिटी एन्ड सिम्प्लिसिटी है। मैले यसरी तपाईँहरूले है निमोनिक्स बनाइदिएको थिएँ। अब ए करेक्ट छ, इक्विटी हुनु पर्यो। फेयरनेस भनेकै के हुन्छ? इक्विटी हुनु भयो है। ठिक छ? त्यसपछि बी इन्करेक्ट छ है। किन इन्करेक्ट छ बी? किनकि ट्याक्स, कुनै पनि ट्याक्स सिस्टम के हुन्छ? ट्याक्स ल होइन, एकै थरीले होइन, सबैमाथि एप्लिकेबल हुनुपर्छ। ओके, सर्टेन र युनिफर्मिटी हुनुपर्छ। सी सी ठिकै छ, सर्टेनिटीको कुरा गर्दैछ है। डी डी फेरि इन्करेक्ट छ। यसमा के छ? डिस्क्रिमिनेसन गर्दैछ है। किन? यहाँ के लेखेको छ त? पोलिटिकल कनेक्सन हुने पार्टीहरूसँग पार्टीहरूलाई पोलिटिकली कनेक्सन हुने मान्छेहरूलाई बढी बेनिफिट दिने कुरा गर्यो डी अप्सनले होइन। ई भनेको सिम्प्लिसिटी छ, करेक्ट छ है। जम्मा 8वटा पोइन्ट छ। इक्विटी, सर्टेनिटी, कन्भिनियन्स, इकोनोमी है, फ्लेक्सिबिलिटी, न्युट्रलिटी, सिम्प्लिसिटी, प्रोडक्टिभिटी। यदि होइन डाइरेक्ट क्वेसन आयो सोध्यो भने तपाईँले 8वटा पोइन्ट लेख्नुपर्छ, ठ्याक्कै 4 मार्क्स पाउनुहुन्छ। ओके, ल यहाँ मैले होइन रिभिजनको लागि राखिदिएको छु है। इजी क्वेसन थियो, अर्को क्वेसन गरौँ। Mr. Yu is a permanent resident of Morang district and has been working in Dubai for last 3 years. He comes to Nepal to meet his family every year. He sends 50% of his earning to his family in Nepal. Determine his residential status. ल यसको रेसिडेन्सियल स्टेटस डिटरमाइन गर्नुहोस्। पहिला हामीले के हेर्नुपर्छ? नेचुरल पर्सन छ कि एन्टिटी छ है। ठिक छ? कुनै पनि रेसिडेन्सियल स्टेटस डिटरमाइन गर्नु अघि पहिले हामीले कुन टाइपको पर्सन छ होइन त्यो हामीले छुट्याउनु पर्यो। नेचुरल पर्सनमा त त्यही होइन, नेचुरल पर्सन होइन, कपाल। ठिक छ? अर्को के थियो? एउटा सोल प्रोप्राइटरसिप फर्म होइन। त्यसपछि एन्टिटीमा धेरै कुरा थियो है, पार्टनरसिप, ट्रस्ट, कम्पनी। ठिक छ? अब ठिक छ? केही छैन एन्सरदेखि के गर्ने? अब ठ्याक्कै त्यति स्केलिङ गर्न मिल्दैन है, अहिले छैन होला त्यो। ल कसरी गर्ने? पहिला हामीले हेर्नु पर्यो। रेसिडेन्सियल स्टेटस सोध्यो भने है, रेसिडेन्सियल स्टेटस सोध्नुभयो भने पहिले हामीले होइन पर्सन हेर्नु पर्यो होइन। त्यो पर्सन के छ? नेचुरल पर्सन छ कि इन्टिटी छ त्यो हेर्नु पर्यो। ओके, र नेचुरल पर्सनको रेसिडेन्सियल स्टेटस हेर्ने बेलामा हामीले के भनेको थियो? 3वटा होइन, 3वटा मध्ये कुनै है। एउटा के थियो?
पहिलो के थियो भन्नुहोस् न, मलाई त याद नै छ, तपाईँहरू भन्नुहोस् न। नर्मल रेसिडेन्स इन नेपाल थियो, नर्मल रेसिडेन्स इन नेपाल मिन्स इकोनोमिक एक्टिभिटी। एउटा के थियो, 183 डेज अर मोर नेपालमा बस्छ होइन, इन अ पिरियड अफ 365 डेज। ठिक छ। अर्को के थियो, यदि गभर्मेन्ट अफ नेपालको इम्प्लोइ छ। याद छ, यति कुरा याद छ। र एकदमै इम्पोर्टेन्ट कन्सेप्ट छ, यसमा पक्कै क्वेसन आउँछ होला है। तिनवटा कुरा एकदमै ध्यान दिनु पर्यो। र यो मिस्टर यु भनेको छ भने पक्कै नेचुरल पर्सन छ, इन्टिटी छैन। ठिक छ। अब हेर्नुहोस्, उसको रेसिडेन्ट मोरङ डिस्ट्रिक्टमा छ भन्दैछ कि मिस्टर युको रेसिडेन्स कहाँ छ, मोरङ। यहाँ लेखेको छ पहिलो पोइन्टमा के, प्लेस अफ नर्मल रेसिडेन्स इन नेपाल। तर जुन पहिलो पोइन्ट छ नि, प्लेस अफ नर्मल रेसिडेन्स इन नेपाल, यो भनेको इकोनोमिक एक्टिभिटी। लेख्न चाहिँ रेसिडेन्स लेखेको छ, तर यसको मिनिङ होइन, इन्टरप्रेट गर्ने बेलामा के भनेको छ, इकोनोमिक एक्टिभिटी मिन्स उसको इन्कम जहाँबाट जेनेरेट हुन्छ त्यो ठाउँ हेर्नु पर्यो है। त्यसको घर कहाँ छ त्यो हेर्नु पर्यो। हुन त यसको घर कहाँ छ, मोरङमा छ, तर ऊ काम कहाँ गर्दैछ, दुबई होइन, 3 वर्षदेखि। नेपाल कहिले काहीँ आउँछ होला, आफ्नो फ्यामिलीलाई भेट्छ होला होइन। अब कुनै मान्छे दुबईमा काम गर्छ भने त 183 डेज नेपालमा बस्दैन होला होइन, लजिकली अलिकता सोच्नु होला यो कुरा। अनि उसले के गर्छ, आफ्नो 50% अर्निङ नेपालमा पठाउँछ। के हुन्छ यो, रेसिडेन्ट हुन्छ कि नन रेसिडेन्ट हुन्छ। मिस्टर यु रेसिडेन्ट छ कि नन रेसिडेन्ट, एकजनाको एन्सर आयो, सबैजनाको मलाई एन्सर चाहिन्छ। कतिजना लाइभ हुनुहुन्छ हेर्दैछु है, सबैजनाको एन्सर चाहिन्छ मलाई। कस कसको एन्सर आएन म नाम लिन्छु अब है। के छ, रेसिडेन्ट छ कि नन रेसिडेन्ट छ, होइन नन रेसिडेन्ट है वैष्णवीजी, नन रेसिडेन्ट। सबैजनाको एन्सर बुझ्नुभयो लजिक। यहाँ रेसिडेन्स भन्दैछ है, त्यो झुक्क्याउनेलाई त्यस्तो हुन्छ। हुन त पहिलो पोइन्टमा के थियो, नर्मल प्लेस अफ रेसिडेन्स इन नेपाल, तर यो नर्मल प्लेस अफ रेसिडेन्स भनेको के त, इकोनोमिक एक्टिभिटी। घर त छ उसको, तर इकोनोमिक एक्टिभिटी कहाँ छ, दुबईमा छ। ओके, त्यसो भए क्लियर छ। मिस्टर यु इज है, मिस्टर यु इज नट, मिस्टर यु इज अ नन रेसिडेन्ट पर्सन फर इन्कम ट्याक्स पर्पज इन नेपाल। ठिक छ। अन्डर द इन्कम ट्याक्स एक्ट, अब यही तिनवटा रुल छ। ठिक छ। अन्डर द इन्कम ट्याक्स एक्ट 2058, अ नेचुरल पर्सन इज रेसिडेन्ट पर्सन इफ एनी अफ द फलोइङ कन्डिसन्स आर मेट। पहिलो, प्लेस अफ नर्मल रेसिडेन्स इज इन नेपाल or stayed in Nepal for 183 days or more in consecutive period of 365 days। र यो के हुन्छ, यो हाम्रो इन्कम इयर हेर्ने। ओके, 183 डेज छ तर दुईटा इन्कम इयरमा छ भने होइन, त्यति बेला पनि के हुन्छ, नन रेसिडेन्ट नै हुन्छ है। ओके, अब हेर्नुहोस्, in Mr. Yu's case, he has been working in Dubai for last 3 years. He only visits Nepal occasionally to meet family. He does not stay in Nepal for 183 days or more. He has not been posted abroad by government of Nepal. His place of normal residence has shifted to Dubai for work purpose. Conclusion: Mr. Yu does not fulfill any of the three conditions for the resident person status. Therefore, he is a non-resident person and is taxable in Nepal only on income having source in Nepal, if any. His Dubai earnings are not taxable in. क्लियर छ? केही डाउट, कसैलाई केही डाउट छ भने सोधिहाल्नुहोस्। छ केही डाउट? छैन होला है। अर्को यसकै पार्ट बी आयो। What will be your answer if Mr. Yu earns business income from Nepal and he was outside Nepal for more than 183 days है for an official visit? ल यसको एन्सर के हुन्छ, रिजन पनि दिनु होला है। वान 183 डेज भन्दा कम नेपालमा बसेको छ भने पनि हुन्छ रेसिडेन्ट। किन, कुन क्लोज लाग्छ यहाँ, कुन क्लोजले गर्दा रेसिडेन्ट हुन्छ?
है मलाई त लागिरहेछ हुँदैन होला रेसिडेन्ट 183 डेज भन्दा कम बसेको छ नेपालमा। तपाईँहरूलाई के लाग्छ? अफिसियल कामले अफिसियल कामले गयो भने नन रेसिडेन्ट हुन्छ अथवा रेसिडेन्ट हुन्छ त्यस्तो कुरा लेखेको छ इन्कम ट्याक्स एक्टको प्रोभिजनमा? इसानजी, जुन कुरा लेखेको छ त्यही कुरासँग लिङ्क गरेर एन्सर दिनु होला है। अरू साथीहरू वैष्णवीजी, प्रियाजी, तिनवटा कन्डिसन छ, एनालाइज गर्नुहोस् न है त्यो तिनवटा मध्ये कुनै एउटा मिट भएको छ कि छैन। कस्तो सिम्पल छ, माथि हेर्नुहोस् त, माथि यहाँ छँदैछ, यो तिनैवटाबाट टेस्ट गर्नुहोस् त है कुनै एउटा मिट भएको छ। र यो नर्मल प्लेस अफ रेसिडेन्ट भनेको के त, इकोनोमिक एक्टिभिटी। इकोनोमिक एक्टिभिटी बुझ्नु हुन्छ नि, यो त मैले सम्झाउनु पर्दैन होला। आय आर्जन गर्छ कसैले है जुन ठाउँबाट। रेसिडेन्ट कि नन रेसिडेन्ट? विमलजीको एन्सर आएन। विमलजीको भिडियो अन छ, अफ गर्नु होला है। ल, के हुन्छ यसको एन्सर पहिलो हेरौँ। पहिलो के छ, प्लेस अफ नर्मल रेसिडेन्स इज इन नेपाल होइन, यसको मिनिङ के त, इकोनोमिक एक्टिभिटी। ओके, अब यो क्वेसनमा हेरौँ, के गर्दैछ, बिजनेस होइन, उसको बिजनेस इन्कम नेपालमा छ। ठिक छ, पहिलो कन्डिसन सेटिस्फाई भयो। एग्री गर्नुहुन्छ सबैजना? अब के दोस्रो कन्डिसन हामीले हेर्नुपर्छ? त्यो झुक्क्याउनलाई मात्र दिएको हो। अर थियो नि है, एन्ड थियो र तिनटै कन्डिसनमा। माथि हेर्नुहोस् त के लेखेको छ, अर है। उसको बिजनेस एक्टिभिटी कहाँ, नेपालमा छ भने रेसिडेन्ट भइहाल्यो नि। 183 डेजले केही मतलब छैन। क्लियर छ? यो धेरै राम्रो केस स्टडी छ, यो आउँछ होला है, आउन सक्छ, धेरै चान्स छ आउने। यस्तै क्वेसन आउँछ, डाइरेक्ट क्वेसन नआएर यस्तो क्वेसन आउँछ है तपाईँको 4 मार्क्समा। ठिक छ, एन्सर गर्ने बेलामा यस्तै लेख्नु होला, मान्नु तपाईँ यस्तै लेख्नु होला है। यो ल्याङ्ग्वेज जुन युज भएको छ नि पहिला होइन, यो प्रोभिजन छ होइन, त्यसपछि प्रोभिजनलाई मिस्टर युको केसँग लिङ्क गर्नु होला र लास्टमा कन्क्लुड गर्नु। ठिक छ, ल अर्को क्वेसन। A company operating in Bhutan is engaged in production of jam products. So company कहाँ अपरेट छ, भुटानमा है, ध्यान दिनुहोस्, कम्पनी कहाँ छ, भुटानमा छ। It conducted its AGM at Thimphu and elected its board members. ठिक छ, कम्पनी कहाँको छ, भुटानमा छ होइन, के काम गर्छ, जामको प्रोडक्सन गर्छ है। अर्को उसले आफ्नो एजिएम कहाँबाट गर्यो, थिम्पूबाट है, एजिएम थिम्पूबाट गएर बोर्ड मेम्बर त्यहीँबाट इलेक्ट गर्यो। द मेजोरिटी अफ इलेक्टेड बोर्ड मेम्बर्स रिप्रेजेन्ट फ्रम द नेपाल ड्युरिङ इन्कम इयर 81-82 मोस्ट अफ द बोर्ड मिटिङ्स टुक प्लेस इन काठमाडौँ। यसको बोर्ड मेम्बरमा होइन, बढी जसो बोर्ड मेम्बरमा नेपालीहरू छन् है, र बढी जसो यसको बोर्ड मिटिङ कहाँ भयो त, काठमाडौँमा भयो। ओके, अब क्वेसन छ, द company has earned 10 lakh from Bhutan, rupees 30 lakh from India, rupees 20 lakh from Bangladesh। करोड छ है, मैले लाख भन्दै, 1 करोड फ्रम भुटान है, 1 करोड फ्रम भुटान,
3 crores from India, 2 crore from Bangladesh, and 1 crore from Nepal during the income year 81-82. Decide the residential status and taxable income of the country. रेसिडेन्सियल स्टेटस र के भन्छ ट्याक्सेबल इन्कम पहिला त होइन हेर्नु पर्यो यो पर्सन होइन के छ नेचुरल पर्सन छ कि इन्टिटी छ पहिला त्यो कुरा आइडेन्टिफाई गर्नु पर्यो अभियसली इन्टिटी छ कम्पनीको कुरा गर्दैछ ओके कम्पनी छ भने कम्पनीमा फेरि कम्पनीमा के कन्डिसन थियो रेसिडेन्सियल स्टेटसको लागि त्यो भएर हेर्नु है दुईटा कुरा थियो के थियो दुईटा कुरा कम्पनीको लागि कम्पनीको रेसिडेन्सियल स्टेटस चेक गर्नलाई दुईटा कुरा थियो याद छ कि छैन दुईटा कुरा पहिलो होइन यदि त्यो कम्पनी नेपालमा इन्कर्पोरेट भएको छ हो है याद आयो दोस्रो के थियो दोस्रो के थियो भनिदिनुहोस् प्लिज दोस्रो कन्डिसन याद छ कि छैन तपाईँहरूले मैले तपाईँलाई के भनेको थिएँ त्यो चार्टलाई होइन पटक पटक हेर्नु होला प्लेस अफ इफेक्टिभ म्यानेजमेन्ट इन नेपाल होइन एउटा त के थियो इन्कर्पोरेटेड इन नेपाल होइन नेपालमा दर्ता भएको ठिक छ अर्को और इफेक्टिभ म्यानेजमेन्ट इन नेपाल याद आयो ठिक छ ल भन्नुहोस् अब त्यसो भए प्रोभिजन त क्लियर भयो होइन प्रोभिजनलाई अप्लाई गरेर अब यसको एन्सर भन्नुहोस् मलाई दुईटा कुरा सोधेको छ एउटा त यो कम्पनीको रेसिडेन्सियल स्टेटस सोधेको छ अर्को यसको ट्याक्सेबल इन्कम कति हुन्छ नेपालमा वेट गर्दैछु है 8 बजिसक्यो रेसिडेन्ट छ कि नन रेसिडेन्ट छ यो कम्पनी ल ठिक छ के म सम्झाइदिन्छु तपाईँलाई रेसिडेन्ट छ केही साथीहरूको एन्सर पनि आइसक्यो रेसिडेन्ट छ टोटल इन्कम पनि क्यालकुलेट गरेर भनिदिनु भयो बाँकी साथीहरू ल सबैजनाको एन्सर ठिक छ पहिलो कुरा त अल्दो कम्पनी बाहिर छ पहिलो कन्डिसन मिट भएन तर दोस्रो कन्डिसन के थियो त प्लेस अफ इफेक्टिभ म्यानेजमेन्ट इन नेपाल म्यानेजमेन्ट कम्पनीको म्यानेजमेन्ट कसले गर्छ बोर्ड अफ डाइरेक्टरले होइन अनर भयो सेयर होल्डर तर म्यानेजमेन्टको काम कसले गर्छ बोर्ड अफ डाइरेक्टरले ठिक छ र सबै बोर्ड अफ डाइरेक्टरमा होइन मेजोरिटी मेम्बर को छ नेपाली छ होइन काठमाडौँमा बस्छन् र बोर्ड मिटिङ काठमाडौँबाट हुँदैछ मिन्स म्यानेजमेन्ट कहाँबाट हुँदैछ काठमाडौँबाट हुँदैछ होइन इफेक्टिभ म्यानेजमेन्ट भनेको पनि मैले भनेको त कि म्यानेजरियल एन्ड कमर्सियल डिसिजन होइन नेसेसरी फर द कन्डक्ट अफ बिजनेस आर मेड इन सब्सटेन्स है मिन्स मेजर होइन जति पनि डिसिजन्सहरू हुन्छ होइन म्यानेजरियल र कमर्सियल डिसिजन त्यो नेपालबाट लियो भने पनि के हुन्छ त्यो कम्पनी होइन रेसिडेन्ट हुन्छ होइन इट मिन्स रेसिडेन्ट छ र अर्को कुरा रेसिडेन्ट भयो भने रेसिडेन्टको वर्ल्ड वाइड इन्कममा ट्याक्स लाइन्छ है मिन्स कम्पनी रेसिडेन्ट छ पहिले त्यो कुरा भयो है त्यही एन्सर छ ठिक छ इन दिस केस द कम्पनी इज इन्कर्पोरेटेड इन भुटान यहाँ हेर्नुहोस् है पहिला के गर्यो प्रोभिजन लेख्यो ठिक छ त्यसपछि त्यो प्रोभिजनलाई करेन्ट जुन तपाईँको होइन केस स्टडी छ त्योसँग लिङ्क गर्यो इन दिस केस द कम्पनी इज इन्कर्पोरेटेड इन भुटान नट नेपाल हाउ एभर द मेजोरिटी अफ बोर्ड अफ मेम्बर्स आर फ्रम नेपाल and must board meetings took place in Kathmandu during income year 81-82. This means the company management was active in Nepal during the income year. Okay, it means therefore the company qualifies as a resident person under the management active in Nepal criteria. Taxable income as a resident person. A resident person as a resident person, the company is taxable on its global income. Worldwide income अथवा global income एउटै कुरा
अल इन्कम रिगार्डलेस अफ वेयर इट इज अर्न। त्यसो भए होइन टोटल एड गरिदिने है र आन्सर छ यो 7। छ यो मजाको क्वेसन छ। यस्तै क्वेसन आउँछ है। राम्रो क्वेसन छ। हो र सोध्नु पनि यस्तै क्वेसन पर्छ कि कति कुरा रट्न सकिन्छ, रट्न रट्न पोसिबल छैन। ल, अर्को हेरौँ। Nepal Telecom Authority (NTA) hired Mr. Eric, a German citizen, as a rural communication infrastructure expert with effect from September 17, 2024. He came to Nepal, right, 7 days before joining the date on September 10 means नेपालमा कहिले आयो, नेपालमा कहिले इन्ट्री गर्यो, 10 September. Okay. He left Nepal on December. नेपाल कहिले छोड्यो, December 2024 and came back to Nepal after Christmas. है leave on January 9, 2025 and continue his service for the contract period. After the expiry of the contract, he converted his visa category into tourist visa and went to Annapurna base camp for 17 days. He returned to his home country on April 2025. Comment about the residential status of Mr. Eric. मैले के भनेको थिएँ, नेचुरल पर्सनको रेसिडेन्सियल स्टेटस होइन डिटरमाइन गर्ने बेलामा हामी त्यो पर्सन नेपालमा जुन दिन आयो र नेपालबाट जुन दिन गयो त्यो पनि एड हुन्छ होइन, त्यो एज एक दिन काउन्ट हुन्छ। ठिक छ। त्यसो भए सेप्टेम्बर 10मा नेपालमा आयो है, एरिक कहिले आयो नेपालमा? सेप्टेम्बर 10 है 2024। ठिक छ, 2020। कहिलेसम्म बस्यो नेपालमा? हि लेफ्ट नेपाल अन डिसेम्बर 20 होइन, इट मिन्स 2020लाई पनि हामी काउन्ट गर्छौँ है, डिसेम्बर 20 है 2024 कति डेज हुन्छ तपाईँहरूले थाहा छ? इङ्ग्लिस क्यालेन्डरमा कसरी डेज हुन्छ? थाहा छ कि छैन? यो 4वटा महिना 30 डेजको हुन्छ। ठिक छ। फेब 21 डेजको हुन्छ। फेब 28 डेजको हुन्छ है। तर लिप इयरमा फेब चाहिँ 29 डेजको हुन्छ। ठिक छ। लिप इयर भनेको कुन इयरलाई हामी लिप इयर भन्छौँ? लिप इयर भनेको जुन इयरलाई हामी 4ले विदाउट फ्र्याक्सन डिभाइड गर्न सक्छौँ त्यसलाई हामी लिप इयर भन्छौँ। जस्तै यो 2024 के छ? 4 5 जा 20, 4 6 जा 24 विदाउट फ्र्याक्सन डिभाइड भयो, इट मिन्स 2024 के छ? लिप इयर छ। हरेक 4 वर्षमा एकचोटि आउँछ, तपाईँहरूले थाहा नै होला। ठिक छ। त्यसो भए क्यालकुलेट गरौँ। सेप्टेम्बर 10 होइन मिन्स सेप्टेम्बरमा कति महिना भयो? सेप्टेम्बर कति महिनाको हुन्छ? 30 डेजको होइन, मिन्स सेप्टेम्बर 30 डेजको हुन्छ र 9 दिन थिएन सेप्टेम्बरमा, इट मिन्स सेप्टेम्बरमा 27 दिन थियो। सेप्टेम्बरमा 27 दिन थियो। अक्टोबर, नोभेम्बर, डिसेम्बर कति हुन्छ यो? क्यालकुलेटर मैले राखेको छैन। केही छैन, मोबाइलकै क्यालकुलेटर युज गर्छु।
108 हुन्छ सर। 108 हुन्छ। राज्यले के भन्नुभयो सेप्टेम्बर 21 भएन र सर 27 हुन्छ नि सेप्टेम्बर 10 को दिन आछ होइन उसको जब थियो फ्रम सेप्टेम्बर 17 तर ऊ नेपालमा कहिले आयो 7 दिन अगाडि आएको छ नेपालमा ठिक छ राजी ए 10 सेप्टेम्बर मिस्टेक मैले लेखेको छु है 21 हुन्छ है ठिक भन्नुभयो राजुले है 21 हुन्छ है 21 प्लस 31 प्लस 30 प्लस 20 102 दिन हुन्छ ठिक छ 102 डेज हुन्छ एक्ज्याक्ट ओके यो तपाईँले याद राख्नु होला है जुलाई अगस्त सेप्टेम्बर नोभेम्बर 30 डेज फेब 21 डेज होइन लिप इयरमा फेब 29 डेज लिप इयर भनेको होइन जुन फाइनेन्सियल इयरलाई विदाउट फ्रेक्सन 4ले डिभाइड गर्न मिल्छ ठिक छ त्यसपछि बाँकी सबै 30 डेज हुन्छ है र जुन दिन नेपालमा आयो अथवा जुन दिन नेपाल छोडेर गयो त्यो दिन पनि क्यालकुलेट गर्नु ठिक छ त्यसपछि अर्को हेरौँ त्यसपछि के छ अब छुट्टीमा गयो होइन डिसेम्बरमा गयो छुट्टीमा फेरि कहिले आयो जनवरीमा ठिक छ कहिले आयो जनवरी 9 2025 जन 9 2025 टु कहिलेसम्म थियो हाम्रो फाइनेन्सियल इयर मिड जुलाईसम्म हुन्छ होइन अप्रिल टु 2025 ओके मिन्स जनवरीमा 31 माइनस 8 यो ज्यान भयो ओके फेबमा तपाईँको 2025 फेबमा कति डेज होला 28 मार्चमा 31 अप्रिलमा 2 है कति आउँछ यसको एन्सर 31 माइनस 8 है प्लस 28 प्लस 31 प्लस 2 कति भयो 84 मिन्स 186 डेज भयो है 186 डेज भयो भने हामीलाई कति डेज चाहियो त 183 डेज अर मोर ठिक छ सबैजनाले बुझ्नुभयो यो क्यालकुलेसन बाँकी साथीहरू है बाँकी साथीहरूले बुझ्नुभयो यो क्यालकुलेसन कविराजीले बुझ्नुभयो राजीले त एन्सर नै दिइसक्नुभयो इसानजीको पनि एन्सर आइसकेको थियो बाँकी साथीहरू विमलजी वैष्णवीजी सबैजनाले बुझ्नुभयो यो क्यालकुलेसन प्रियाजी ल यो याद राख्नु होला है तपाईँहरूले यो जुन मैले भनेको छु नि यो रुल है जसलाई थाहा छैन त्यसले याद राख्नु होला फेब 29 डेज इन लिप इयर ओके क्यालकुलेसन भन्नु न सर भने त यहाँ क्यालकुलेसनै गरेँ त मैले पुरा पुरा कम्प्लिट क्यालकुलेसन गर्ने के बुझ्नु भएन विमलजीले यहाँ त कम्प्लिटै क्यालकुलेसन गर्थेँ मैले ठिक छ त्यसो भए के छ यो रेसिडेन्ट छ यहाँ 102 डेज हुन्छ होइन सेप्टेम्बरमा तपाईँको 21 30 माइनस 9 सेप्टेम्बर अक्टोबर नोभेम्बर र डिसेम्बर यो 12 यहाँ एप्रोक्स लेखेको छ नि तर 102 डेज हुन्छ क्यालेन्डर क्यालकुलेसन सर
लेख्नुहुन्छ भने लेख्नुहोस् है। जुलाई, अगस्त, सेप्टेम्बर, नोभेम्बर है, जहिले नि 30 डेज। ठिक छ। फेब 28 डेज, तर लिप इयरमा 29 डेज है। लिप इयर भनेको जसलाई हामी लिप इयर भनेको जसलाई हामी 4ले विदाउट फ्र्याक्सन डिभाइड गर्न मिल्छ है। बाँकी जति पनि मन्थ्स हुन्छ त्यो 31 डेज। ओके, र त्यसरी क्यालकुलेसन भएको छ यहाँ है। ल अर्को क्वेसन हेरौँ। ल आइडेन्टिफाई द लेभल अफ गभर्मेन्ट। कागेश्वरी मनोहरा म्युनिसिपालिटी, हुम्ला डिस्ट्रिक्ट, बागमती प्रोभिन्स, हप्सेकोट छ यो रुरल म्युनिसिपालिटी। ल डिटरमाइन गर्नुहोस् त यिनीहरूको। पहिलो के छ, सेन्ट्रल, फेडरल कि प्रोभिन्सियल कि लोकल? एफपी और एल लेखिदिँदा हुन्छ है। ए भनेको लोकल है। अनि हुम्ला डिस्ट्रिक्ट के छ? लोकल, गुड है। बागमती प्रोभिन्स, प्रोभिन्स छ भने प्रोभिन्स भइ नै हाल्यो। अर्को म्युनिसिपालिटी छ भने लोकल भइहाल्यो। ल हुन्छ। हाउ डज अ फाइनेन्स बिल बिकम्स अ फाइनेन्स एक्ट? स्टेप्स याद छ? फाइनेन्स बिल कसरी फाइनेन्स एक्ट बन्छ? त्यही हाम्रो 5वटा स्टेप होइन। पहिला प्रेजेन्ट हुन्छ कुनै पनि बिल एट एचओआर, हाउस अफ रिप्रेजेन्टेटिभ होइन। सेकेन्डमा के हुन्छ, एप्रुभल बाई एचओआर एन्ड फरवार्डिङ टु एनए, नेसनल एसेम्ब्ली। ठिक छ। त्यसपछि थर्डमा के हुन्छ, नेसनल एसेम्ब्लीले रिभ्यू गर्छ होइन, र 15 दिनभित्र विथ अर विदाउट रिकमेन्डेसन होइन के गर्नुपर्छ, विथ अर विदाउट रिकमेन्डेसन होइन फेरि एचओआरलाई पठाइदिनुपर्छ। अनि एचओआरले के गर्छ त, प्रेसिडेन्ट कहाँ पठाउँछ एप्रुभलको लागि, र लास्टमा प्रेसिडेन्टले सर्टिफाई गरिदियो भने रुल के भन्छ, बिल के भन्छ, एक्ट बन्छ है। र इमिडिएट होइन इन्फोर्स गर्न पनि मिल्छ बिफोर प्रेसिडेन्ट एप्रुभल, त्यसको पनि टाइम लिमिट छ है। अप टु द डेट अफ रिप्लेसमेन्ट बाई द फाइनेन्स एक्ट अर अप टु द डेट अफ रिपिल पब्लिस्ड इन नेपाल ग्याजेट अर अप टु 6 मन्थ, whichever is earlier। ठिक, क्लियर छ? यसमा केही डाउट छ? 5वटा स्टेज तपाईँहरूले याद राख्नुहुन्छ भने त्यो एक्सप्लेन तपाईँहरूले गर्न सक्नुहुन्छ है, त्यस्तो गाह्रो छैन। ल हुन्छ। ल ल एक्साइज ड्युटी इज डाइरेक्ट ट्याक्स, ट्रु अर फल्स? एक्साइज ड्युटी इज डाइरेक्ट ट्याक्स, ट्रु अर फल्स? यसमा एटलिस्ट सबैजनाको एन्सर आउनु पर्यो है। ल ठिक छ, गुड। वाट आर द फङ्सन, वाट आर द फन्डामेन्टल प्रिन्सिपल्स अफ ट्याक्सेसन? मैले अलरेडी तपाईँहरूले भनेको छु, क्यारेक्टरिस्टिक्स र प्रिन्सिपल्स एउटै कुरा छ। क्यारेक्टरिस्टिक्समा जम्मा 8वटा कुरा छ र प्रिन्सिपलमा 5वटा है। ठिक छ, याद आयो? अब निमोनिक्स तपाईँहरूले आफैले बनाउनुहोस्, तर त्यो 5वटा पोइन्ट आउनु पर्यो। इक्विटी, सर्टेनिटी, कन्भिनियन्स, इकोनोमी, प्रोडक्टिभिटी। ठिक छ, मैले पोइन्ट्स एक्सप्लेन गरेन, अलरेडी धेरै पटक भइसक्यो र एकदमै सिम्पल पोइन्ट्सहरू छ है। तपाईँहरूले नाम मात्र याद आयो भने तपाईँहरूले त मजाले लेखिदिनुहुन्छ है, 2-3 पेज लेखिदिनुहुन्छ है। ल अर्को क्वेसन हेरौँ। De facto taxpayer bears the ultimate burden
of tax, true or false? De facto taxpayer bears the ultimate burden of tax, true or false? सबैजनाको एन्सर आयो गुड है ट्रू. Mr. Sisir Dahal, currently posted to UK by GON, is a non-resident person and not liable to pay tax in Nepal. True or false? Mr. Sisir Dahal, currently posted to UK by GON. आइसके सबैजनाको एन्सर. गभर्मेन्ट अफ नेपालको इम्प्लोइ छ. तपाईँ एक दिन पनि नेपालमा बस्नुहोस् अथवा नबस्नुहोस्, इट डजन्ट म्याटर. हामी केही कुरा हेर्दैनौँ होइन. ठिक छ. तपाईँ के हुनुभयो त? रेसिडेन्ट पर्सन हुनुभयो नेपालको लागि है. त्यसैले यो फल्स स्टेटमेन्ट. ठिक छ. यो अलिकति यसको क्वेसन कम्प्लिट छैन है. म कम्प्लिट गरेर पठाउँछु. ठिक छ है. अलिकता यो इन्कम्प्लिट क्वेसन छ. यसमा केही प्रिन्टिङ एरर भएको छ. म यसलाई करेक्ट गरेर पठाउँछु. तर ठिक छ तपाईँहरूको एन्सर. ल अर्को क्वेसन हेरौँ. वाट वाट आर पर्मानेन्ट इस्टाब्लिसमेन्ट एज पर इन्कम ट्याक्स एक्ट 2058? पिई को डेफिनेसन सोध्दैछ है. याद छ तपाईँहरूलाई पिई को डेफिनेसन? याद छ कि छैन? छैन भने याद गर्नु पर्यो है. पहिलो के थियो पिईमा? एजेन्ट बेस्ड पिई होइन. मिन्स इन्डिपेन्डेन्ट एजेन्ट होइन, जेनरल एजेन्ट हुनु पर्यो. मिन्स जेनरल एजेन्ट अथवा इन्डिपेन्डेन्ट एजेन्ट होइन होइन. ठिक छ. मिन्स डिपेन्डेन्ट एजेन्ट हुनु पर्यो. अर्को के थियो? इक्विपमेन्ट अर मेसिनरी है. नेपालमा छ. इक्विपमेन्ट मेसिनरी जर्मन नर्मली कहाँ हुन्छ? फ्याक्ट्रीमा हुन्छ है. फ्याक्ट्रीमा होस् अथवा अन्तै कतै होस् होइन. ए प्लेस वेयर द मेन इक्विपमेन्ट अर मेन मेसिनरी अफ ए पर्सन इज केप्ट युज अर इन्स्टल्ड होइन. त्यसपछि थियो डेजको लिमिटहरू. एउटा थियो सर्भिस बेस्ड पी 90 डे रुल थियो. अर्को थियो कन्स्ट्रक्सन एसेम्ब्ली प्रोजेक्ट बेस्ड पी. त्यसमा पनि 90 डे रुल थियो. र फिफ्थ थियो डिजिटल पी मिन्स सिग्निफिकेन्स डिजिटल प्रेजेन्स नेपालमा है. ठिक छ. याद गर्नुलाई कुनै ठुलो कुरा छैन. पहिलो त के? एउटा एजेन्ट होइन जुन डिपेन्डेन्ट एजेन्ट छ. अर्को होइन इक्विपमेन्ट अर मेसिनरी इन्स्टल गरेको छ. तेस्रो थियो कि तेस्रो थियो सर्भिस बेस्ड. सर्भिस बेस्डमा के थियो? वान अर मोर प्लेसेस इन अ कन्ट्री वेयर अ पर्सन हेज प्रोभाइडेड एनी टेक्निकल प्रोफेसनल अर कन्सल्टेन्सी सर्भिस थ्रु इम्प्लोइज अर अदरवाइज फर मोर देन 90 डेजको कुरा थियो सर्भिस बेस्डमा है. त्यसपछि अर्को थियो कन्स्ट्रक्सन असेम्ब्ली अनि प्रोजेक्ट पी. त्यसमा के थियो? प्लेस वेयर अ पर्सन इज इङ्गेज इन कन्स्ट्रक्सन एसेम्ब्ली अर इस्टाब्लिसमेन्ट प्रोजेक्ट फर अ 90 डेज अर मोर. मान्नु जस्तै हाइड्रो पावरको प्रोजेक्ट छ, त्यहाँ काम गर्न आएको छ. अर्को थियो significant digital presence, a place where there is a significant digital presence in Nepal by a person residing outside Nepal or where the person is doing transaction or data or services in Nepal for at least 90 days in a period of last 12 months by keeping server in Nepal. यहाँ लास्ट पोइन्टमा के? सर्भरको कुरा आउँछ है. ठिक छ. एउटा सर्भिसको कुरा आयो है, एउटा कन्स्ट्रक्सनको कुरा आयो. ठिक छ. एउटा आइटीको कुरा आयो, डिजिटल प्रेजेन्सको कुरा आयो, एजेन्ट र इक्विपमेन्ट. ठिक छ. अहिले गरेपछि त याद आयो नि. अहिले पढेपछि याद आयो. ल नो प्रब्लम. रिभाइज गर्नु होला. Nepal has adopted both source based and residence based taxation system. True or false? True or false? है ल थ्याङ्क यू. सबैजनाले एन्सर दिनुभयो. ठिक छ. इट मिन्स सबैजनाले बुझ्नु भएको रहेछ है. Government of Nepal issues directives and circulars relating to tax. Government of Nepal issues directives and circulars relating to tax. If not Government of Nepal, who issues directives and circulars relating to tax? तपाईँले फल्स लेख्नुभयो है. फल्स लेख्नुभयो भने
ठिक छ, गभर्मेन्ट अफ नेपालले इस्यु गर्दैन भने कसले इस्यु गर्छ त? डाइरेक्टिभ्स एन्ड सर्कुलर्स। कसले इस्यु गर्छ डाइरेक्टिभ्स एन्ड सर्कुलर्स? आइआरडीले। ठ्याक्कै यो लास्ट पोइन्ट थियो हाम्रो रिभिजन क्लासको है। आइआरडीले इस्यु गर्छ र कस्टम डिपार्टमेन्टले त्यस्तो डाइरेक्टिभ सर्कुलर्स त होइन, नोटिसेसहरू इस्यु गर्छ। ठिक छ। किन इस्यु गर्छ? किन इस्यु गर्छ? सबै कुरा रिभाइज गरौँ न है। किन इस्यु गर्छ? टु इन्स्योर द युनिफर्म इम्प्लिमेन्टेसन अफ ट्याक्सको प्रोभिजन्स अथवा ट्याक्स ल होइन, केही क्लियरिटी नहोस्। ठिक छ। ल डिटेलमा पढ्छौँ, अर्को च्याप्टरमा पनि छ यो डाइरेक्टिभ्सहरूको कुरा। यो पनि भयो। ल यो हेरौँ। वाट आर द सोर्सेस अफ ट्याक्स लज इन नेपाल? ल सबैजनाले एन्सर दिनुहोस्। वाट आर द सोर्सेस अफ ट्याक्स लज इन नेपाल? धेरै पटक हामीले पढिसक्यौँ। लको कुरा आउने बित्तिकै होइन, लको सोर्सको कुरा आउने बित्तिकै सबैभन्दा पहिले कन्स्टिट्युसन होइन, मदर अफ अल ल। कन्स्टिट्युसन, कन्स्टिट्युसनबाट फाइनेन्स एक्ट होइन, फाइनेन्स एक्टबाट एक्ट एन्ड रुल्स, ट्याक्स एक्ट एन्ड रुल्स होइन, त्यसपछि डाइरेक्टिभ सर्कुलर्स होइन, जुडिसियल प्रेसिडेन्स, इन्टरनेसनल ट्याक्स एग्रिमेन्ट्स एन्ड ट्रिटिज। ठिक छ। ल गुड है, सबैजनाको एन्सर आयो। अगाडि बढौँ। The Prime Minister of Nepal, the Prime Minister of Nepal has to issue ordinance for 3 months. True or false? The PM of Nepal has to issue ordinance for 3 months. Ordinance कसले इस्यु गर्छ? प्रेसिडेन्ट। र यसको भ्यालिडिटी के हुन्छ? नट 3 months, 60 days होइन। यदि बोथ बोथ हाउसेसले एक्सेप्ट गरेन भने म्याक्सिमम भ्यालिडिटी कति हुन्छ? 60 days। याद छ यो कुरा? त्यही कुरा छ। फल्स होइन, दुईटा एरर छ स्टेटमेन्टमा। प्रेसिडेन्टले इस्यु गर्छ, नट पिएम है। द भ्यालिडिटी इज 60 days, नट 3 months। यहाँ डिटेलमा छ। ओके। ल अर्को क्वेसन हेरौँ। विच अफ द फलोइङ इज नट कन्सिडर्ड ट्याक्स रेभेन्यू इन नेपाल? होइन, यो मध्ये होइन के ट्याक्स रेभेन्यू छैन इन केस अफ नेपाल? इन्कम ट्याक्स, कस्टम ड्युटी, भ्यालु एडेड ट्याक्स, रेजिस्ट्रेसन फिज। दि रेजिस्ट्रेसन फी है। यो के छ? नन ट्याक्स रेभेन्यू अफ गभर्मेन्ट है। हाम्रो फर्स्ट टपिक नै थियो डेफिनेसन पछि। Which is the primary objective of taxation? A. To increase the wealth of government officials. B. To raise funds for administration and development expenses. C. To eliminate private businesses. D. To encourage monopoly in the market. गभर्मेन्ट अफिसियल्सको वेल्थ इन्क्रिज गर्नलाई होइन, त्यो त मिस्टेक छ। सी टु इलिमिनेट प्राइभेट बिजनेसेस होइन, त्यस्तो त झन् गर्नु हुँदैन। प्राइभेट बिजनेसलाई के गर्नुपर्छ? प्रमोट गर्नुपर्छ है। टु इन्करेज मोनोपोली, कन्सन्ट्रेसन पनि रोक्नु छ, कन्सन्ट्रेसन अफ वेल्थ। मोनोपोली भनेको त्यही त हो है। इट मिन्स के छ? राइट एन्सर बी। गुड है, सबैजनाको एन्सर आयो। How does taxation help in reducing economic disparity? A. By reducing taxes for higher income individuals.
डिस्प्यारिटी बुझ्नुहुन्छ नि? इकोनोमिक डिस्प्यारिटी भनेको कोही धनी कोही गरिब एन्सर पनि आइसक्यो। ल, त्यसो भए बुझ्नुभयो है सबैजनाले। ल, ठिक छ, सबैजनाको एन्सर ठिक छ। ओके, बाई रिडिस्ट्रिब्युटिङ वेल्थ फ्रम हायर अर्नर्स टु लोअर इन्कम ग्रुप्स। Which of the following is an example of direct tax? A. Excise duty, B. Value added tax, C. Custom duty, D. Income tax. D. Income tax है। यस्तो क्वेसनहरूमा किन टाइम वेस्ट गर्नु है, त्यसैले अलिकता म क्विकली गराउँदैछु। ओके। What is key difference between direct and indirect taxes? A. Direct tax is imposed on goods and services, while indirect tax is imposed on income. B. Direct tax is progressive, while indirect tax is usually regressive. C. Direct tax is easier to evade than indirect tax. D. Indirect tax is collected directly from taxpayers. एमसीक्यू को एन्सर सबैजनाले दिनुहुन्छ, एकदम सही एन्सर छ है। ठिक छ। ल यो हेर, which is de jure taxpayer in the case of value added tax? De jure taxpayer सोध्दैछ value added tax को केसमा। A. The government, B. The business collecting the VAT, C. The consumer purchasing the goods, D. The tax office. Obviously consumer है। C is the, सरी डी ज्युरे है, डी ज्युरे डी फ्याक्टो होइन, डी ज्युरे भनेको के त, बिजनेस है, बिजनेस कलेक्टिङ द भ्याट। ओके, डी फ्याक्टो भनेको को त, कन्ज्युमर। ठिक छ। In the case of direct taxes, who is generally the de facto taxpayer? A. The individual, B. The business owner, C. The government, D. The consumer. Individual or entity paying the tax? ठिक छ ल। Which of the following is not a characteristics of a good taxation law? Clarity, transparency, complexity, fairness. What does the principle of equity in taxation imply? A. All taxpayers should pay equal amount of tax. B. Tax burden should be based on the ability to pay. C. Only businesses should be taxed. D. Taxes should be imposed on wealthy only. सबैजनाको एन्सर आयो, गुड है। According to Article 110 of Constitution of Nepal 2015, where must a finance bill be introduced? Finance bill कहाँ introduce गरिन्छ? National Assembly, B. House of Representatives, C. Either House of Parliament, D. Supreme Court. आएन सबैजनाको एन्सर फेरि? एचआरमा हुन्छ अरे फाइनेन्स बिल है। ल, what is the role of president in the lawmaking process according to Article 113? The president can pass law without parliamentary approval. B. The president can only authenticate a bill without rejection. C. The president can approve or return a bill for reconsideration. D. The president can amend bills before signing into law.
बिना पार्लियामेन्ट्री एप्रुभलको ल पास गर्न मिल्दैन। ठिक छ। अर्को छ डी हेरौँ त प्रेसिडेन्ट क्यान अमेन्ड बिल्स बिफोर साइनिङ देम इन्टु ल। यो पनि मिल्दैन। द प्रेसिडेन्ट क्यान ओन्ली अथेन्टिकेट अ बिल विदाउट रिजेक्सन। र बी र सी आयो होइन। एन्सर आइसक्यो बी बी बी। ध्यान दिनु होला है। अल्टिमेटली प्रेसिडेन्टलाई अथेन्टिकेट गर्नै पर्छ। ठिक छ, अल्टिमेटली अथेन्टिकेट गर्नै पर्छ है। तर उसँग प्रेसिडेन्टसँग पनि एउटा होइन अप्सन हुन्छ, उसले के गर्न सक्छ, या त डाइरेक्ट एप्रुभ गरिदिन्छ अथवा एकचोटि कन्सिडरेसनको लागि होइन मेरो विचारमा अथवा होइन मेरो सल्लाह सुझाव यो छ भनेर बिल पठाउन सक्छ। ठिक छ। र पछि अल्टिमेटली उसले के गर्नुपर्छ त, बिल अथेन्टिकेट गर्नै पर्छ। त्यसैले यसको बेटर एन्सर यो हुन्छ सी। रिटर्न लेखेको छ, यहाँ रिजेक्ट लेखेको छैन, उसले रिजेक्ट गर्न मिल्दैन। ओके ल। ओके ठिक छ, सी छ है सबैजनाको एन्सर। यहाँ डिटेलमा छ है, एकचोटि पढौँ। अन्डर आर्टिकल 113 अफ द कन्स्टिट्युसन अफ नेपाल 2015, 15 द प्रेसिडेन्ट रिसिभ्स अ बिल पास बाई द पार्लियामेन्ट एन्ड मे पहिलो के छ अथेन्टिकेट or certify the bill, approve it or return in the parliament for reconsideration with suggestions within a specific period. However, if parliament repasses the bill with or without amendments, the president must authenticate it. The president does not have absolute veto power. Option B is partially incorrect because the president does not have the option to return first. Options A and B are incorrect. The president cannot pass law unilaterally or amend bills. ठीक छ। Explain the difference between direct and indirect taxes with suitable example. डाइरेक्ट ट्याक्स भनेको के हो, इन्डाइरेक्ट ट्याक्स भनेको के हो, विथ सुटेबल इक्जाम्पल होइन एक्सप्लेन गर्न भन्दैछ। डेफिनेसन, direct tax is paid by the person or entity on whom it is legally imposed. ठीक छ, the burden cannot be shifted. Indirect tax भनेको के त, a tax imposed on person but ultimately passed on to another, usually the end consumer. ओके। ट्याक्स बर्डन, ट्याक्स बर्डन सिफ्ट गर्न मिल्दैन डाइरेक्ट ट्याक्सको केसमा, तर इन्डाइरेक्ट ट्याक्सको केसमा ट्याक्स बर्डन सिफ्ट गर्न मिल्छ। लिगल पे को हुन्छ डाइरेक्ट ट्याक्सको केसमा, ट्याक्स पेयर आफै हुन्छ, हु इज लिगली लायबल अल्सो बियर्स द इकोनोमिक बर्डन। तर लिगल पे के हुन्छ इन्डाइरेक्ट ट्याक्सको केसमा, द ट्याक्स पेयर हु पेज द ट्याक्स पासेस द बर्डन टु द कन्ज्युमर होइन। यहाँ के हुन्छ डी ज्युरे डज नट इक्वल्स टु डी फ्याक्टो, तर डाइरेक्ट ट्याक्सको केसमा के हुन्छ डी ज्युरे इक्वल्स टु डी फ्याक्टो। ठिक छ। नेचर के हुन्छ डाइरेक्ट ट्याक्सको प्रोग्रेसिभ हुन्छ, इन्डाइरेक्ट ट्याक्सको के हुन्छ नेचर रिग्रेसिभ हुन्छ। ओके। अब यसको भेरियस इक्जाम्पल छ होइन। इभेजनको रिस्क होइन कम हुन्छ डाइरेक्ट ट्याक्समा, तर इन्डाइरेक्ट ट्याक्समा बढी हुन्छ है। ट्रान्सप्यारेन्सी अथवा इभेजन जसरी भन्नुहोस् त्यसलाई होइन। इक्जाम्पल लेखिदिनु होला। डाइरेक्ट ट्याक्समा के इन्कम ट्याक्स, प्रोपर्टी ट्याक्स, डिजिटल सर्भिस ट्याक्स। इन्डाइरेक्ट ट्याक्समा भ्याट, एक्साइज, कस्टम। ओके ठिक छ। यति चाहिँ इनफ छ, हुन त यहाँ धेरै छ है, डिफ्रेन्स 8-9वटा पोइन्ट्स। ओके ल। Define de jure and de facto taxpayer. Provide examples to illustrate the difference between them. धेरै पटक गरिसके है, स्किप गरेँ मैले। ओके ठिक छ। ठिक छ, केही प्रब्लम छैन नि है। सेम क्वेसन कतिचोटि गर्नु। How does Finance Act impact the tax system in Nepal? Discuss its significance. यसले सोध्दैछ रोल, मेजर सोध्दैछ रोल एन्ड इम्प्याक्ट अफ फाइनेन्स एक्ट सोध्दैछ।
केही आइडिया छ यो क्वेसनको कसरी आन्सर गर्नुहुन्छ? के लागिरहेछ तपाईँले यो क्वेसनलाई कसरी आन्सर गर्दा हुन्छ? म ल ठिक छ। फाइनेन्स एक्टले के गर्छ है? फाइनेन्स एक्टले के गर्छ? के इम्प्याक्ट ल्याउँछ नेपालको ट्याक्स सिस्टममा? त्यो कुरा भन्दैछ। हेर्नुहोस् पहिला त के हुन्छ दुई तरिकाले होइन फाइनेन्स एक्ट आउन सक्छ। होइन एउटा के हुन्छ नर्मल फाइनेन्स बिल अर्को फाइनेन्स अर्डिनेन्स छ दुईवटा तरिका। त्यो दुइटैलाई एक्सप्लेन गरिदिनु होला। त्यसपछि होइन यो दुइटैले के हुनसक्छ नयाँ लजहरू लिएर आउन सक्छ होइन ट्याक्सको लजहरू। त्यसपछि पुरानो लजमा केही एमेन्डमेन्ट पनि ल्याउन सक्छ। चारवटा पोइन्ट भयो है। चारवटा पोइन्ट भयो। मेजर यही छ नि यसको इम्प्याक्ट ट्याक्स सिस्टममा जुन नेपालको ट्याक्स सिस्टम छ होइन। पहिला के छ कुनै के भन्छ एक्ट ट्याक्ससँग रिलेटेड एक्ट अथवा होइन रुल्स ल्याउन के गर्नुपर्छ त दुईटा तरिका छ एउटा फाइनेन्स बिल एउटा फाइनेन्स अर्डिनेन्स होइन। फाइनेन्स अर्डिनेन्स भनेको टेम्पोररी नेचरको होइन इमर्जेन्सीको केसमा। अर्को छ फाइनेन्स अर्डिनेन्स। एउटा कुरा के हुन्छ नयाँ लजहरू लिएर आउन सक्छ यो दुइटैले। अर्को के त अमेन्डमेन्ट्स मिन्स केही चेन्जेस ल्याउनु छ भने। ठिक छ यो चारवटा पोइन्ट आयो होइन। त्यसपछि सिग्निफिकेन्समा भन्न सक्नुहुन्छ होइन ट्याक्स एडजस्टमेन्ट एलाउ गर्न सक्छ लिगल फ्रेमवर्क प्रोभाइड गर्छ गभर्मेन्टलाई फ्लेक्सिबिलिटी त्यही यो चारवटा कुरा गरिदिनुहुन्छ भने भइहाल्यो है। यो क्वेसनको त्यही एन्सर हुन्छ र एन्सरमा पनि त्यही होला। त्यहाँदेखि पहिला के छ टेम्पोररी नेचर अफ फाइनेन्स अर्डिनेन्स है। यो भन्दैछ कि फाइनेन्स एक्टले होइन के इम्प्याक्ट पार्छ ट्याक्स सिस्टममा होइन सबै कुरा त फाइनेन्स एक्टले नै गर्छ होइन। फाइनेन्स एक्ट भन्नु अघि के हुनसक्छ फाइनेन्स अर्डिनेन्स अथवा फाइनेन्स बिल। ठिक छ त्यो दुइटा कुरा गरेको छ यो दुइटा पोइन्टमा। त्यसपछि एमेन्डमेन्ट ल्याउँछ इन्कम ट्याक्स मात्र होइन इन्कम ट्याक्समा मात्र होइन सबै ट्याक्समा। यहाँ के इन्कम ट्याक्स भनेको छ ट्याक्स सिस्टम भनेको छ भने इन्कम ट्याक्स अथवा डाइरेक्ट ट्याक्स अथवा इन्डाइरेक्ट ट्याक्समा अमेन्डमेन्ट लिएर आउँछ। अर्को गभर्मेन्टलाई इनेबल गर्छ फ्लेक्सिबिलिटी प्रोभाइड गर्छ। फाइनेन्स एक्ट अर अर्डिनेन्स क्यान रिप्लेस अर चेन्ज प्रोभिजन इन द Income Tax Act for the duration of the fiscal year, providing flexibility in adjusting tax rate exemptions and policies in situations where the parliament is dissolved or closed. The government can issue ordinance to temporarily replace provision until a new ordinance or finance act is introduced. यही माथि फेरि चारवटा पोइन्टलाई यहाँ पनि एक्सप्लेन गरेको छ अथवा सर्ट फर्ममा छ। Okay, means Finance Act is the annual legislation that sets tax rate exemptions and amendments for the income year. It is the primary mechanism through which Nepal tax system is updated in each fiscal year. Okay. ठिक छ केही डाउट छ? ल सायद यो लास्ट क्वेसन छ हाम्रो अब। तर यो हामीले गरिसकेको छौँ सिमिलर क्वेसन। A person earns NPR 57,000 per month, NPR 6,84,000 per year. ठिक छ ए पर्सन होइन एउटा पर्सन। अर्को बी पर्सन अर्न्स 2,10,000 per month, 25,20,000 per year. Both pay income tax according to Nepal progressive system. 1. Explain how the progressive system applies to both individuals. 2. Why is progressive taxation considered fair? तपाईँले क्यालकुलेसन सोधेको छैन है केस स्टडी बनाइदियो तर क्यालकुलेसन सोधेको छैन। र नेपालमा के छ स्ल्याब सिस्टम छ थाहा नै छ तपाईँहरूले होइन जसरी जसरी होइन इन्कम बढ्दै जान्छ त्यस्तै त्यस्तै इन्डिभिजुअलको केसमा के हुन्छ त स्ल्याबको रेट पनि बढ्दै जान्छ है। ठिक छ र प्रोग्रेसिभको कुरा गर्दैछ भने प्रोग्रेसिभले पनि त्यही भन्छ होइन जस्तो इन्कम छ इन्कम बढ्दै जान्छ भने ट्याक्स पनि बढाउँदै जानुहोस् होइन। सेम सेम ग्रुप सेम इन्कम छ भने सेम ट्याक्स पे गर्नु पर्यो होइन र जसको बढी इन्कम छ त्यसले बढी ट्याक्स पे गर्नु पर्यो। ओके त्यही कुरा छ।
ठिक छ, अलिकता डिटेलमा छ है, तर मैले भनेकै कुराहरू छ यहाँ। अब यहाँ पहिले प्रोग्रेसिभ ट्याक्सेसन भनेको के हो त्यो डिफाइन गरिदियो। प्रोग्रेसिभ ट्याक्सेसन, a tax system is the rate of tax increases as the income of a person increases, होइन। individual with higher earning pay a large percentage of their income in the taxes than those with lower earnings। अब जसको 684 छ, 6,84,000 छ भने होइन, यिनीहरूले के गर्नुपर्छ त, पहिलाको नियम भन्दैछु है, पहिला के थियो, 6 लाखसम्म 1% थियो होइन, कपालको केसमा 6 लाखभन्दा माथि 2 लाख थियो, त्यहाँ 10% थियो है, त्यही कुरा छ यहाँ है। अहिले त नयाँ स्ल्याब रेटमा 10 लाखसम्म 1% मात्र पे गर्नुपर्छ, त्यो पनि स्यालेरी छ भने होइन। यदि तपाईँको सोल प्रोप्राइटरसिप बिजनेस छ भने 10 लाखसम्म 0% पे गर्नुपर्छ। ओके, ठिक छ, ठिक छ, केही डाउट छ? केही डाउट छैन भने होइन, क्लास यहीँ एन्ड गरौँ है। अरू साथीहरूले पनि भन्नुहोस् न, एटलिस्ट डाउट छ कि छैन, मैले केही क्वेसनै सोधेको छैन। छैन भने ठिक छ, क्लास सक्यो है। आजलाई यति नै गरौँ ल, ठिक छ, गुड नाइट, टेक केयर। भोलि भेट हुनेछ तपाईँहरूसँग। भोलि हामी के पढ्नेछौँ त्यो म तपाईँलाई इन्फर्म गरिदिन्छु, र रिभिजन एज वेल एज क्वेसन ब्याङ्क दुइटै म सेयर गरिदिन्छु आज। गुड नाइट, आई होप सबैजनाले क्लास इन्जोय गर्नुभयो। ठिक छ, हेर्नुहोस् त, तपाईँले मिन्स यो क्वेसन कसको छ, इन्स्टिच्युटको छ, एकदमै स्ट्यान्डर्ड र राम्रो क्वेसन छ है, इजी क्वेसन पनि छ होइन, ट्रु फल्स छ, एमसिक्यू छ, केस स्टडी छ है। मिन्स तपाईँहरूले आज एन्सर गर्न सक्नुभयो भने यो कुरा स्योर छ कि इक्जाममा पनि मजाले एन्सर गर्नुहुन्छ। अहिले त एकचोटि मात्र पढ्नुभयो। सबै लाइभ क्लासेस ग्रुपमै छ त, ड्राइभमै छ, त्यो रिभिजन क्लास मात्र छ त्यहाँ। ठिक छ, म त्यो पनि हालिदिन्छु ड्राइभ। ओके, ओके कृष्णजी, सबै क्लास त्यही छ है, के भन्छ, ड्राइभमै छ हाम्रो। म रिभिजन र क्वेसन ब्याङ्क मात्र होइन, युट्युबमा छ। ल हुन्छ, म त्यहाँ पनि राखिदिन्छु र नोट्स पनि सेयर गरिदिन्छु। ल गुड नाइट, ल गुड नाइट, टेक केयर है। म भोलि इन्फर्म गरिदिन्छु है, हामी के सुरु गर्छौँ भोलि, कुन च्याप्टर सुरु गर्छौँ। बढी चान्स छ हामी ट्याक्सै गर्न सक्छौँ, हुनसक्छ ल पनि गर्न सक्छौँ है, किनकि लको एउटा च्याप्टर ट्याक्सको होइन, नेक्स्ट च्याप्टर गर्नु अघि त्यो लको एउटा च्याप्टर छ, त्यो गऱ्यो भने ठिक हुन्छ होला। ल म इन्फर्म गर्छु, ल क्लास एन्ड गरेँ है, गुड नाइट।